Hello guys, Laza. I'm back after a long time. Almost how many month? 2 महिना 2 months पछि म ब्याक भइसकेको छु र आजको टपिक अब अलरेडी आई नो सबैलाई थाहा भइसक्यो है मेरो अब थम्बनेल अथवा टाइटलले गर्दा। सो आज चाहिँ म तपाईँहरूलाई वार्ड डकुमेन्ट बनाउनु पर्दाखेरि के चाहिन्छ हैन, कस्तो कस्तो डकुमेन्ट चाहिन्छ र प्लस के गर्ने भन्ने कुरा म देखाउन गइरहेको छु। सो लेट्स बिगिन। त्यो स्टार्ट गर्नुभन्दा अगाडि हामीले एउटा निवेदन लेख्नुपर्ने हुन्छ। निवेदन लेखेर आइज भन्नुहुन्छ हाम्रो म्यामहरूले अथवा त्यहाँको सरहरूले। त्यसको लागि चाहिँ के गर्ने भन्दा सिम्पल, त्यो बाहिर गएर लेख्नुभयो भने पैसा लिइहाल्छ, 100 150 200 कति लिन्छ। सिम्पल आफूले घरमा लेखेर जाने एउटा A4 साइज पेपरमा। सिम्पल छ, माथिबाट श्री लेखिदिने अनि मिति लेखिदिने अनि श्रीमान वडा अध्यक्षज्यू अनि ठेगाना अब के छ आफ्नो लोकेसन अनि विषय के छ लेखिदिने अनि महोदय अनि यो आफै मिलाएर लेखिदिने हैन। मैले यसरी लेखेको छु, यो हेर्दा पनि भइहाल्यो। सिम्पल यही तरिकाले लेख्नुभयो भने पनि केही फरक पर्दैन। विषय म आफ्नो नाम लेख्ने अनि ठेगाना लेख्ने अनि बस्ने, मैले यस्तो 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 भनिदिने। तपसिल भनेको त लिस्ट के आयो अब डकुमेन्टहरू आफूले अब त्यहाँ भेरिफाई गर्न गएको हो अथवा सिग्नेचर गर्न गएको। फर इक्जाम्पल नाता प्रमाणपत्र भयो, अर्को हुन्छ जन्म प्रमाणपत्र हुन्छ, अर्को अब एनुअल इन्कम, अर्को आय विवरण के जे छ त्यतै। अब के नेपालीमा एक्ज्याक्ट के हो त्यो लेख्ने थाहा भएन भने सिम्पल च्याट जिपिटी अथवा कुनै इन्टरनेटमा जाने, त्यहाँ लेख्ने च्याट जिपिटीमा यस्तो यस्तो इङ्ग्लिसबाट लेखिदिनु भयो मसँग यो छ, एनुअल छ अथवा ट्याक्स क्लियरेन्स सर्टिफिकेट छ अथवा बर्थ सर्टिफिकेट छ, सो राइट एप्लिकेसन इन नेपाली भनेर टकटक मिलाएर लेख्नुभयो भने ठ्याक्क आउँछ, त्यही सारिदिने भइहाल्यो। अनि निवेदक नाम, फोन नम्बर, सिग्नेचर यति भएपछि फिनिस। बाहिर कहीँ पैसा खुवाइराख्नु परेन। यति लेख्न त जान्नु परिहाल्यो है बाहिर जाने भनेपछि। अब हामी स्टार्ट गरौँ। अब हामी कहाँ जान्छौँ भन्दा यहाँ जान्छौँ। अब हामीलाई अब सुरुमा भनेको पेपर चाहिन्छ। यो पेपर यो छ नि, यो पेपर यो पेपर चाहिँ अब यो बाहिर अब हामीले कलर प्रिन्ट गरेर हामी चलाउँदा भइहाल्छ नि भन्दाखेरि भन्नुहुन्छ नि, त्यो नगर्नु। किन गर्ने? यो पेपर हामीलाई वार्डले फ्रीमा दिने हो। फ्री भनेको नि ट्याक्स तिर्ने हो हामीले, त्यो तिरे बापत हामीले पाउने हो। त्यही भएर यो पेपरहरू हामीले टक्कसँग त्यहाँ सुरुमा वार्डमा जाने अनि मलाई पेपर चाहियो हैन, बाहिर विदेश जानको लागि डकुमेन्ट बनाउने, यस्तो यस्तो डकुमेन्ट बनाउनलाई मलाई चाहिएको भन्ने। अनि कतिवटा भन्नुहुन्छ, अब कतिवटा चाहिएको। फर इक्जाम्पल अब यहाँ 6वटा डकुमेन्ट छ टोटल्ली, मलाई 6वटा चाहिएको थियो, मैले 6वटा बनाएँ। अब 6वटा भनेपछि मैले 12वटा माग्छु। किन? एउटा एक्स्ट्रा डकुमेन्ट म वार्डमा छोड्नुपर्ने हुन्छ उनीहरूको लागि, त्यही भएर मैले 12वटा मागेँ। प्लस एक्स्ट्रा पनि माग्ने 2-4वटा, किनभने कहिलेकाहीँ प्रिन्ट गर्दा टाइपिङ गर्दा मिस्टेक हुनसक्छ है। एउटा लेटर मिस्टेक भयो भने पनि त्यो पेपर पुरै खराब हुन्छ। सो अब मलाई 6वटा डकुमेन्टको 12वटा चाहिहाल्यो, प्लस 2-4वटा एक्स्ट्रा माग्ने। मैले 15-16वटा कतिवटा मागेको थिएँ अनि मैले गरेँ। मिस्टेक पनि भएको थियो अनि फेरि गरेर गरेँ। अब तपाईँहरूसँग अब यो आफ्नै कम्प्युटर छ भने त सिम्पल आफै टाइप गर्ने अनि बजारमा गएर प्रिन्ट गराउनु भयो भने सस्तै पर्न सक्छ। तर अब छैन, अब सकिँदैन भनेपछि अब बाहिरै गरेर यो सबै टाइपसाइप गराउनुपर्छ, पैसा अलिक खर्च हुन्छ है। अनि तपाईँहरूलाई अब प्लस अब यसको यो कन्टेन्टहरू अब हैन प्रायः सबैमा मिल्न सक्छ। यो कन्टेन्ट चाहिन्छ भने मलाई कमेन्ट गर्नुहोस्, म तपाईँलाई फरवर्ड गरिदिन्छु। सुरुमा अब के जाउँ, अब यहाँ सुरु टाइटलबाट जाउँ। यो एउटा लेटर हेड भइहाल्यो, डेट लेखिदिने। अनि यो एलएन भन्छ, यसमा चाहिँ झुकिनु पर्दैन है। कसैकोमा डिस्प्याच नम्बर भनेर लेख्छ यसमा है, यसमा डिस्प्याच नम्बर भनेर लेखिरहेको हुन्छ, त्यसमा झुकिनु पर्दैन। सर यो त डिस्प्याच नम्बर भन्छ यसमा। यो भनेको सिम्पल फिक्सल इयर हो क्या, आर्थिक वर्ष हो, टक्कै लेखिदिने भइहाल्यो। अनि यो रेफरेन्स नम्बर भन्छ। यो रेफरेन्स नम्बर भनेको चाहिँ यो पेनले उहाँको त्यहाँको सर म्यामहरूले लेखिदिनुहुन्छ, हामीले लेख्नु पर्दैन। यो चाहिँ प्रिन्ट टाइप नगर्नु होला, यो आफै पेनले लेखिदिनुहुन्छ म्यामहरूले, सरहरूले। सिम्पल मैले एनुअल इन्कम सर्टिफिकेट बनाएको छु, मैले चाहिँ एग्रिकल्चरबाट इन्कम गरेको जेनेरेट गरेको भनेर लेखेको छु। अब यसको लागि चाहिँ अब एग्रिकल्चरबाट गरेको भने त्यो जग्गाको धनी पूर्जाहरू के माग्नु हुँदो रहेछ। हामीले अब यो जग्गामा यो फलाएको भनेर देखाउनु पर्ने हुन्छ। अब अरू नै बिजनेसबाट बिजनेसबाट इन्कम गर्छु भने त्यही अनुसारको ट्याक्स रिपोर्टहरू अब के डकुमेन्टहरू माग्नुहुन्छ, त्यही अनुसारले गर्ने। सिम्पल यो ट्याक्स यो यति लेखिदिने भइहाल्यो अनि सिग्नेचर हान्ने। यसरी टक्क यहाँनिर स्ट्याम्प सिस्टम आइहाल्छ। यो गरेपछि एनुअल सर्टिफिकेट बनिहाल्यो। अब नेक्स्ट
अब अर्को आयो हाम्रो यो अकुपेसन सर्टिफिकेट, के काम गरेर त्यो पैसा जेनेरेट गरेको भन्ने कुरो। सिम्पल यसको नि केही छैन, सिम्पल के योबाट गरेको भनेर लेखिदिएको छु, फिनिस। स्ट्याम्प हान्ने, सिग्नेचर हान्ने, भइहाल्यो। अनि यहाँ पनि मैले यो लेखिसकेको छु, यो पनि बर्थ सर्टिफिकेट, यो भयो। पर्मानेन्ट एड्रेस होइन, आफ्नो एड्रेस पनि भेरिफाई गर्नुपर्छ म यहाँको हो भनेर, यो पनि भइहाल्यो। अब अर्को के छ, रिलेसन सर्टिफिकेटमा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ है। यो त लेखिन्छ, अब आफ्नो रिलेसन भनेको आफ्नो फ्यामिली मेम्बरहरूको देखाउनु पर्ने हुन्छ। अब मैले मेरो प्यारेन्ट्स मेरो दाइको देखाएको छु। अनि यसमा चाहिँ नागरिकता खोज्छ है, सबैजनाको नागरिकता चाहिन्छ। फोटोकपी भयो भइहाल्यो, फोटोकपी बोकेर जानु, त्यहाँ नागरिकता हामीले दिनुपर्ने हुन्छ, अनि पनि भइहाल्यो। अनि यो ट्याक्स क्लियरेन्स सर्टिफिकेट भन्छ, यो पनि ट्याक्स तिरेको होइन, क्लियर गरेको भनेर देखाउनु पर्ने हुन्छ। त्यसको लागि पनि मैले बनाइसकेको थिएँ। फिनिस, यति लेखेपछि फिनिस भइहाल्यो। यसमा चाहिँ एक एकवटा लेटर हेर्नु है, कहीँ अब एउटा लेटर मिस्टेक भयो भने पनि त्यो होइन, अब कन्सल्टेन्सीले रिजेक्ट गरिदिन सक्छ। यो भएन फेरि बना भन्छ। त्यही भएर हतार नगरिकन, यो बनाउन केही छैन, गाह्रो छैन, सजिलो छ। 2-3 दिन लाग्छ है, किनभने सबै हामीले हेर्नुपर्ने हुन्छ एक एकवटा लेटर। त्यही भएर अलि ध्यान दिएर गर्नु होला। जस्तै मेरो यो हाइलाइटर युज गरिदिउँ। मेरो यो पी, यहाँको यो प्रोभिन्सको पी सानो छ, त्यही भएर मैले यहाँनिर यो सानैबाट लेखिदिएँ। तर अब यो यस्तो कहीँ चाहिँ धेरै जसोमा हेर्दो रहेछ है, यो क्यापिटल लेटर, स्मल लेटर, त्यही भएर मैले सानैबाट लेखिदिएँ है। त्यही भएर त्यो आफ्नो अब कन्सल्टेन्सीले पनि भन्छ होला सायद होइन, त्यही अनुसारले गर्नुहोस्। त्यही भएर एक एकवटा लेटर हेर्नुहोस्, अलि ढिलो गर्नुहोस्, तर राम्रोसँग गर्नुहोस्, त्यस्तो गाह्रो छैन यो बनाउनलाई। सिम्पल ध्यान दिएर गर्नुभयो भने 2 दिनमा त बनिहाल्छ पुरै। सुरु दिन पुरै प्रिन्टिङ गर्ने, अनि नेक्स्ट दिन पुरै भेरिफाई भइसकेपछि सिग्नेचरहरू यस्तो स्ट्याम्पहरू हान्न भइहाल्यो। र अब अरू डकुमेन्टहरू पनि अब तपाईँहरूलाई यदि बनाउनु पर्ने भयो भने त्यो पनि गाह्रो छैन। सिम्पल कन्टेन्टहरू के लेख्ने हो भन्ने कुरो थाहा भएन भने पनि सिम्पल च्याट जिपिटीको होइन, अनि इन्टरनेट अथवा गुगलमा चाहिँ भेटिहालिन्छ। त्यहाँ गएर च्याट धेरै छ, सजिलो च्याट जिपिटी नै लाग्छ मलाई चाहिँ, त्यहीँबाट गर्छु। अब अरूबाट गर्छु भन्दा पनि भइहाल्यो। त्यसको लागि चाहिँ अब सिम्पल यो म बनाउन आँटेको, यस्तो यस्तो कन्टेन्ट यो गरिदिएँ भनेर भनिदिने, फिनिस भइहाल्यो क्या। अनि टक्क कन्टेन्ट आइहाल्छ, अनि त्यसपछि गरिदिने। त्यही भएर त्यो डराउनु पर्दैन, गर्ने तरिका यही हो। सो अब फर्दर अब केही बुझिएन भने अथवा यसको वर्ड फाइल चाहियो भने मलाई कमेन्ट गर्नुहोस्, म तपाईँलाई डेफिनेटली हेल्प गर्छु। र प्लस अब अरू डकुमेन्टहरू के बनाउनु आएन भने कमेन्ट गर्नुहोस्, आई विल डेफिनेटली हेल्प यु। थ्याङ्क यू।